सो हे गाइज वेलकम ब्याक टु माई न्यू एन्ड अनदर भिडियो। इट्स मी मिस्टर रसल ब्लग। आज भने हामीले चाहिँ नि भब्बाल नै खतरा च्यालेन्ज गर्न लागेका छौँ हामी यी दुईटा। अनि म हो यो किला गाडेको छ नि हो, यहाँ चाहिँ मैले एउटा बस्ने ठाउँ बनाउँछु। त्यहाँदेखि यहाँ चाहिँ नि हामीले 4 घन्टा बस्नेछौँ। अहिले चाहिँ नि 2 बजिसकेको छ ट्याक्क। अब म बाँकी रहेको 5 घन्टा म यहीँ 5 बजेसम्म म यहीँ बस्नेछु। अब भिडियो हेर्दै जानुहोस्। पहिलाको भिडियोमा राम्रो कमेन्ट आएको थियो, छतमा बस्नु भन्नुभएको थियो। छतमा बस्नु चाहिँ नि हाम्रो टिनको सानो छ, छतमा बस्नु मिल्दैन, त्यसको लागि म व्यवस्था गर्छु। छतमा नभए अरू ठाउँमा बसेर गर्छु म चाहिँ नि। अहिले चाहिँ म यहाँ बस्ने ठाउँ बनाउँछु। हामी यहाँ चाहिँ मैले सामानहरू ल्याएको छु पानी खानलाई। यताउता यो खनेर म मिलाउँछु पहिला, हेर्नुहोस्। टक्क लाएर अब चाहिँ म खनेर मिलाउनु पर्ने हुन्छ। टक्क लाएर म चाहिँ अहिले सबै यो खनेर बसिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ यो गोल घेरा। अब चाहिँ मेरो टाइम अघि नै सुरु भएको, त्यहाँदेखि बाहिर गएको छैन। यहाँ चाहिँ डाँठहरू किन भन्दाखेरि अब 5 बजे त अचानक उस्तो लास्टै जाडो हुन्छ नि त, अँधेरो नि उतिखेरै भइसक्छ, जाडो पनि हुन्छ। त्यही भएर म चाहिँ नि अब यो पनि लिएर आएको छु। यो मात्र लिएर त कहाँ हुन्छ र भन्नु भन्दा लाइटर पनि छ, लाइट चलाउँदै आगो ताप्दै बस्ने हो। 4 घन्टा केरी टाइम पास गर्ने हो त्यो पनि लास्टै पनि हुन्छ। हजुरहरू सपोर्ट गर्नु पर्यो, सब्सक्राइबर हो, साथीमा सेयर गरिदिनु पर्यो। अनि नानीहरू चाहिँ नि भोक लाग्यो भनेर गइसकेका छन् माथि, खाएर आउँछन् र अहिले चाहिँ नि गर्दैनन्, किनकि मलाई सहयोगहरू गर्छन्, क्यामेरा समातिदिने यताउता सहयोग गर्छन्। भोक लाग्यो भने मलाई ल्याइदिन्छन् खानाहरू। त्यही नै हो, मेरो टाइम सुरु भयो। अब मोबाइल अड्काउनु पर्यो यता। टक्क लाग्यो मैले चाहिँ नि एउटा धेरै कुरा बिर्सिएँ। अनि आगो ताप्न छ हैन।
बल्ल अड्काइ थियो अब चाहिँ ल्याउन पर्ने पर्यो ल टक्क लाएर म चाहिँ बाहिर जान मिल्दैन त्यही भएर नानीलाई त्यहाँ अड्काइरहेछन् खतरा तरिकाले अहिले चाहिँ आगो यो घरमा ट्राई नगर्नु होला टक्क लाएर अहिले चाहिँ नि फाइनल्ली 3 बजिसकेको छ अझै 2 घन्टा कन्टिन्यू छ यहाँ चाहिँ बस्न लास्टै बोर पनि लागिसकेको छ घाम पनि डुब्न आँटिसकेको छ यता चाहिँ घाम त लागेको छैन त्यही पनि चुङ्गी बनाएर खेल्न पर्ला जस्तो लाग्छ टाइम पास अब यसरी नै गर्नुपर्ने हुन्छ चुङ्गी बनामा अब चुङ्गी खेल्न हामी दुइटालाई आउँदैन नि त खेल्न जान्दैनौँ त्यही पनि कोसिस गर्छौँ टाइम पास त गर्नु पर्यो जसरी भए नि ल जोख्नै सक्ने होइन सिधै सुरुमै 50 मा गयो 1 मेरो पालि है यता पनि छ 2 बाहिर जानु मिल्दैन नौ है मेरो चाहिँ नि 2 फेरि ल अझै एकताल चान्स 11 ल चाहिँ हातले खेलामा दुइटै जाने हातले चाहिँ ल 50 मा गयो सुरु तेह्र है म चाहिँ नि एकै उसमा गेम फिनिस गरिन्छ 1 2 3 4 5 6 फाइनली अझै छ 1 घन्टा नि 1 घन्टा अझै 3 घन्टा लगातार छ ओके टाइम पास गर्ने टक्क लाएर अहिले चाहिँ हामी खेलिरहेका छौँ अनि खेलिरहन्छौँ अनि सिधै 5 बजे देखाउँछौँ हजुरहरूलाई नि हेर्न बोर लागिसकेको छ होला हैन देख्न सक्नुहुन्छ चस्मा खतरा छ त उसै छैन त्यही पनि चलेको छ नाक ठुलो भएको काम फाइदा यही हो कि हैन त्यही नै अब हामीले सिधै 5 बजे देखाउँछौँ भिडियोलाई हेर्दै रहनुहोस् 5 बजे हामी चाहिँ नि अब खेल्दै बस्छौँ के अब यहाँ यही चुङ्गी खेल्छौँ इनआउट खेल्छौँ यताउता खेलिरहन्छौँ हैन त्यही नै हो टक्क लाएर म चाहिँ यहाँ आगो ताप्दै बसेको छु नानीहरू चाहिँ गइसक्यो अघि नै म चाहिँ एक्लै भएर बोर भइरहेको थिएँ अनि च्याउ लायो नानीहरू चाहिँ गइसक्यो अहिले चाहिँ म आगो ताप्दै बसेको छु हैन टक्क अँध्यारो पनि भइसक्यो फाइनल्ली मेरो च्यालेन्ज पनि खतम हुन अझै 2-4 मिनट मात्र छ हैन त्यहाँबाट अब म जानुपर्ने हुन्छ अलि 2 मिनट रहेछ उस हुन चाहिँ नि टाइम भएन चाहिँ नि यो आगो निभाउनु पर्ने हुन्छ अहिले त आगो कतै आगो लागि त हुन्न तै पनि आगो निभाएर बस्नु पर्ने हुन्छ म चाहिँ नि हेर्दै जानु फाइनल्ली मेरो च्यालेन्ज चाहिँ कम्प्लिट भइसकेको छ अब यसलाई आगो सागो निभाउनु पर्ने हुन्छ टक्क लाएर अहिले चाहिँ म यताको माटो चाहिँ यता पुरिदिन्छु टक्क लाएर म साई सामग्री लिएर हिँडिसकेँ ल फाइनल्ली यो उस चाहिँ च्यालेन्ज चाहिँ सकिसकेँ अर्को च्यालेन्ज के गर्ने हजुरहरूले कमेन्ट बक्समा सानो उस दिनु होला हैन अहिले चाहिँ हेर्नुहोस् यस्तो अँध्यारो भइसकेको छ जाडो पनि लास्टै भएको छ मलाई चाहिँ नि लास्टै नै छ के जाडो फेरि हिमाल चोली बहाली लास्टै जाडो अब म चाहिँ घरतिर निस्किएको हजुरहरूले विश्वास गर्नुहुन्न होला कति बज्यो भनेर घडीमा चाहिँ नि देख्न सक्नुहुन्छ 5 बजेर
1 मिनट गइसकेको छ। त्यहाँबाट यहाँ आउन 1 मिनट लागेछ मलाई चाहिँ। ल अर्को च्यालेन्ज के गर्ने त्यो टास्क पुरा। भिडियो के कस्तो लाग्यो कमेन्ट सेक्सन सानो प्रतिक्रिया दिनु होला भन्दै यो भिडियोबाट बिदा लिन चाहन्छु। हस्त जइन पाल अर्को भिडियो के को बनाउने 800 भ्युज कम्प्लिट भयो भने म चाहिँ नि त्यही उसमा 24 घन्टा बिताउने छु जइन पाल।